एक दिन एक धनी मानिसले आफ्नो छोरालाई गाउँको भ्रमणमा लैजाने निर्णय गरे। धनी मानिसले आफ्नो छोरालाई गरिब मानिसहरू कसरी बस्छन् भनेर देखाउन चाहन्थे, ताकि ऊ आफ्नो धनको लागि आभारी होस्। उनीहरूले एउटा अत्यन्तै गरिब परिवारको फार्ममा 2 दिन बिताए। घर फर्कने क्रममा धनी मानिसले आफ्नो छोरालाई सोध्यो, यस गरिब परिवारसँग हाम्रो यात्रा कस्तो रह्यो र तिमीले के सिक्यौ? छोराले जवाब दियो, मैले देखेँ कि हाम्रो सेवा गर्न नोकरहरू छन्, तर तिनीहरूले अरूको सेवा गर्छन्। हामीसँग एउटा कुकुर छ र उनीहरूसँग 4वटा छन्। हामीले हाम्रो बगैँचामा लालटेन आयात गरेका छौँ, तर उनीहरूसँग रातमा ताराहरू छन्। हामी हाम्रो खाना किन्छौँ, तर उनीहरूले आफ्नै उत्पादन गर्छन्। हाम्रो बगैँचामा ठुलो पोखरी छ, तर तिनीहरू एउटा खोला हो जसको कुनै अन्त्य छैन। हामीलाई जोगाउन हामीसँग ठुलो पर्खालहरू छन्, तर तिनीहरूलाई जोगाउन साथीहरू छन्। अन्त्यमा छोराले थप्यो, हामी कति गरिब छौँ भनेर देखाउनु भएकोमा बुबालाई धन्यवाद।